नमस्ते। आज म तपाईहरुलाई यो ग्लुकोमिटरले कसरी चाहिँ स्ट्राइप मेथडबाट चाहिँ कसरी हामीले घरमा, होम केयरमा, हस्पिटलमा, एज केयर सेन्टरमा कसरी बिरामीको चाहिँ ब्लड सुगर लिन सकिन्छ भन्ने कुरा चाहिँ सिकाउन गइरहेको छु। यो चाहिँ सबभन्दा पहिला चाहिँ यो चाहिँ के हो, ग्लुकोमिटर किट हो। यो किट भित्र के छ म तपाईहरुलाई एक एक गरेर चाहिँ सिकाउन देखाउँछु है। यो चाहिँ स्ट्रिप हो, ग्लुकोमिटर स्ट्रिप है। यो चाहिँ ग्लुकोमिटर डिस्प्ले सेट है। त्यसपछि यो चाहिँ एउटा प्याकेटमा यस्तो आउँछ, यो चाहिँ ल्यान्सेट, यसलाई चाहिँ ल्यान्सेट भन्छ। अनि यो ल्यान्सिङ डिभाइस है, यसलाई चाहिँ ल्यान्सिङ डिभाइस, यो पिन जस्तो चाहिँ ल्यान्सिङ डिभाइस हो। कटन बल चाहिन्छ हामीलाई। यो चाहिँ वेट गरेर राख्नु हुँदैन, स्पिरिटमा डुबाएर राख्नु हुँदैन। इन्फेक्सन कन्ट्रोलको पोइन्ट अफ भ्यूबाट चाहिँ यसलाई चाहिँ ड्राई राख्नुपर्ने हुन्छ है। अनि अर्को भनेको चाहिँ हामीसँग स्पिरिट हुनुपर्छ है। सबभन्दा पहिला त हामी बिरामीलाई चाहिँ ह्यान्ड वास गर्न पठाउँछौँ अथवा चाहिँ ह्यान्ड वास गरिदिन्छौँ। यदि सप एन्ड वाटरले ह्यान्ड वास गरेको छ भने सबैभन्दा राम्रो भयो हैन। त्यसपछि चाहिँ हामी पेशेन्टलाई चाहिँ इन्फर्म गर्छौँ, तपाईलाई चाहिँ हामीले यो ब्लड सुगर टेस्ट गर्न लागेको तपाईको भनेर हामी उहाँलाई जानकारी गराउँछौँ हैन। अब अनि त्यसपछि चाहिँ हामी के गर्छौँ भन्दाखेरि हामीसँग एउटा ल्यान्सिङ डिभाइस छ। यसमा चाहिँ के हुन्छ भन्दा यहाँनिर नम्बरहरू लेखेको हुन्छ। यो नम्बर चाहिँ हामीले यसरी घुमाएर एडजस्ट गर्न सक्छौँ ताकि 1 नम्बर 2 नम्बर 3 नम्बरमा राख्दाखेरि चाहिँ के हुन्छ, पेशेन्टको चाहिँ यदि पातलो स्किन छ भने चाहिँ 1 नम्बर 2 नम्बर सम्म राख्न सकिन्छ, 3 नम्बरमा पनि राख्न सकिन्छ। र चाहिँ एकदम हार्ड स्किन छ र प्रिक गर्नलाई चाहिँ गाह्रो खालको त्यस्तो खालको छ भने 4 अथवा म्याक्सिमम 5 मा राख्न सकिन्छ। 5 मा राख्दाखेरि निडल धेरै बाहिर निस्किने हुनाले त्यसले चाहिँ पेन हुन सक्छ है। अनि यसमा चाहिँ हाम्रो अर्को के छ भन्दाखेरि यहाँनिर यसरी खोल्नु पर्ने हुन्छ। अनि यसलाई चाहिँ हामी के भन्छौँ, ल्यान्सेट भन्छौँ हैन। यो ल्यान्सेट अलरेडी छ भने यसलाई चाहिँ यसरी टक्क निकाल्नु पर्ने हुन्छ। त्यसपछि हामीले यसमा चाहिँ अर्को ल्यान्सेटलाई चाहिँ फिक्स्ड गर्नुपर्ने हुन्छ हैन। यो ल्यान्सेटलाई फिक्स गर्दाखेरि यहाँनिर ठ्याक्कै यस्तो कटिङ भएको भाग छ, यसलाई ठ्याक्कै यहाँ एडजस्ट गरेर यसरी चाहिँ फिक्स गर्ने। यो फिक्स भयो। त्यसपछि हामीले चाहिँ यसलाई यो माथिकोलाई निडललाई यसरी घुमाएर अनि फुत्त तानेपछि यो आयो, माथिको क्याप आयो। त्यसपछि यो बाँकी रह्यो। अनि यसलाई चाहिँ हामी के गर्छौँ, निडलमा टच नगरिकन टक्कलसित चाहिँ यसलाई माथिबाट लगाएर यसलाई लक गरिदिने। अनि त्यसपछि यो चाहिँ हामी यहाँ निडल चाहिँ अब एडजस्ट गर्छौँ कतिमा राख्ने भनेर है। अब यहाँनिर तपाईले देख्न सक्नुहुन्छ यहाँनिर एउटा एरो छ हैन। यो एरोले देखाएको ठाउँमा चाहिँ यसलाई एडजस्ट गर्नु पर्यो। यो 1 नम्बरमा राखेको छ, अब हामी यसलाई 2 नम्बरमा सार्छौँ हैन। यसरी 2 नम्बरमा सार्दाखेरि यसरी चाहिँ घुमाउँदै सार्ने है। अब यो चाहिँ यो चाहिँ 2 नम्बरमा भयो ठ्याक्कै है। एरो चाहिँ ठ्याक्कै 2 नम्बरमा भयो। यो 3 नम्बर, यो 4 नम्बर यसरी छ हैन। यो चाहिँ भयो। त्यसपछि हामी यसलाई के गर्छौँ भनेर भन्दा यसलाई चाहिँ हामी यसो टाइट गर्यौं। अनि त्यसपछि यसलाई चाहिँ हामी आवाज आयो हैन। यो फिक्स्ड भयो, 2 नम्बरमा फिक्स भयो है। त्यसपछि चाहिँ हामी यो चाहिँ हाम्रो स्ट्रिप हो है। यो चाहिँ स्ट्रिप हो। स्ट्रिपको एकातिर यहाँनिर चाहिँ यस्तो धर्का हुन्छ, एकातिर चाहिँ यस्तो माथिपट्टि चाहिँ यस्तो डट 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 परेको अलिकति यस्तो खालको हुन्छ हैन। यो धर्का भएको भागलाई चाहिँ यतातिर चाहिँ यसमा चाहिँ यहाँ इन्सर्ट गर्ने, यहाँ हाल्ने है, यसमा हाल्ने है। यहाँनिर यसरी गर्ने। यो गर्ने बित्तिकै यहाँ के भयो, यसले चाहिँ ब्लड मागिरहेछ हैन। टिटी गर्यो अनि त्यसपछि ब्लड मागिरहेछ यसले। त्यसपछि पेशेन्टको हातलाई चाहिँ अघि नै चाहिँ धोइसकेको छ र धोइसकेको हातलाई चाहिँ ड्राई गर्नुपर्ने हुन्छ, एयर ड्राई गर्ने अथवा चाहिँ क्लिन गर्नु पर्यो। सर्कुलर मोसनमा चाहिँ पेशेन्टको हातलाई चाहिँ स्पिरिट र कटनले चाहिँ यसलाई क्लिन गर्ने अनि त्यसपछि एयर ड्राई गर्ने है। एयर ड्राई गरेर त्यसपछि हामीले औंलालाई चाहिँ यसरी निचर्ने ताकि यहाँनिर माथिपट्टि ब्लड कलेक्सन भएर बसोस् र सजिलैसँग ब्लड निस्कोस् हैन प्रिक गर्दाखेरि। अब हामी चाहिँ के गर्छौं भने यसलाई चाहिँ यो गरिसकेपछि यसलाई ठ्याक्क चाहिँ यहाँ सिधा एकदम स्ट्रेट राख्नुपर्ने हुन्छ है। यताउता बाङ्गो गरेर राख्दाखेरि चाहिँ बिग्रिन सक्छ। फेरि स्ट्रेट राख्ने। त्यसपछि माथिबाट यसै औंलाले अलिकति प्रेस गर्ने। अनि यो हाम्रो यस्तो छ नि, यस्तो यो बटम जस्तो, यसलाई चाहिँ टक्क चाहिँ प्रेस गरेर गर्यो भने तल निडलले चाहिँ प्रिक गर्छ स्किनमा है। ल आवाज आयो हैन। अब हामी चाहिँ के गर्छौं, ब्लड आइसक्यो है। ब्लड आइसकेछ। अब हामीले अघि नै देखाएकोलाई यसरी ब्लड लियो हैन। यति ब्लड भए पुग्छ, धेरै ब्लड पनि चाहिदैन। 108 आयो है। कति आयो, 108। अब हामीले यो कति बेला लिएको हो त्यसमा डिपेन्ड गर्छ। यो चाहिँ फास्टिङ ब्लड सुगर अथवा चाहिँ पीपी
फास्टिङ भनेको खाली पेटमा बिहान उठेर केही पनि नखाइकन 8 घण्टा फास्टिङ, रातिको 8 घण्टा फास्टिङ बसेको हुनु पर्यो कम्तीमा, र चाहिँ केही पनि नखाएको हुनु पर्यो। सादा पानी खाएको छ भने केही फरक परेन, त्योभन्दा बाहेक चिया यताउता केही नखाएको हुनु पर्यो। अर्को पिपी भनेको खाना खाइसकेपछि 2 घण्टा पछाडि, हामीले जुन नर्मल खाना खाइन्छ त्यो खाना खाएको 2 घण्टा पछाडि लिनेलाई पिपी भनेर भनिन्छ। पिपीमा चाहिँ लेस देन 140 लाई चाहिँ नर्मल मानिन्छ भने फास्टिङमा चाहिँ 70 to 100 लाई चाहिँ नर्मल मानिन्छ। अनि अर्को चाहिँ र्यान्डम ब्लड सुगर हुन्छ। र्यान्डम ब्लड सुगर चाहिँ हामी जति बेला पनि लिन सक्छौं, त्यसलाई चाहिँ र्यान्डम ब्लड सुगर भनेर भनिन्छ। ब्लड सुगर लिइसकेपछि कति आयो, पेशेन्टको ब्लड सुगर कति आयो त्यो थाहा पाइसकेपछि त्यसलाई रेकर्ड पनि गर्नुपर्ने हुन्छ। आशा छ तपाईहरुले राम्रोसँग बुझ्नुभयो होला र तपाईहरु अब चाहिँ घरमा पनि प्र्याक्टिस गर्नुस् र हस्पिटलमा हुनुहुन्छ, एज केयर सेन्टरमा हुनुहुन्छ भने त्यहाँ पनि एकचोटी प्र्याक्टिस गर्नुस् र तपाईहरुले गर्न सक्नुहुन्छ। हस्।